हामी जिन्दगीमा सफल भएरै हेराउन पर्छ, पछि गएर केही न केही ठुलो काम गर्नुपर्छ। हुन त हो यार, तर यत्रो राति हामी के गर्न सक्छौँ? होइन त गुङ्गो? ओए म गुङ्गो होइन, ओ गुङ्गो बोल न बोल। यो सालालाई मुख त दिया छ, तर के गर्ने? बोल्नलाई होइन, यसको आवाज सिप अन्धोले बुझ्न सक्छ, अरू कसैले होइन। फुल ठोकेर भयो क्या? के हो यो? केटीको अरे अन्धो, यो आइटम को हो रे? ओ अन्धो, कहाँ गयो? अन्धो अन्धो कहाँ हो? अरे यिनीहरू कहाँ गयो? अन्धो कहाँ गएको थियो? बस बस यिनीहरू केटी कहाँ भाग्यो? ओइ यिनीहरू बसेको छ, यिनीहरूलाई सोध्नु पर्छ, यिनीहरूलाई थाहा। ओइ केटाहरू, यताबाट एउटा केटी गएको हेरेछस् कि हेरेको छैनस् तिमीहरू? कुन केटी दाइ? यति राति पनि कुन केटी आयो र यता? तपाईँको बहिनी थियो र? मसँग त्यसरी कुरा गर्छस्, उडाइदिन्छु नि फेरि। अरे साला, यताको सब मान्छे पागल छ कि के हो? पागल हो, जाउँ जाउँ। फेरि त मैले बाटोमा अघि यो भेटेँ, केटीको लभ लेटर जस्तो लाग्छ। अरे साला, यो त खजानाको म्याप हो रे। भनेपछि त केटीले मलाई धोका दियो। जाउँ अब खोज्न। जाउँ। यो साला अन्धोलाई जौलिन, ल यो लड्छ जाउँ। जाउँ त खजाना खजाना जाउँ। मलाई पिसाब लाग्यो, तिनीहरू अगाडि जाँदा पिसाब गर्नु। यो पिसाब पनि राम्रो ठाउँमा अगाडि जाउँ। A few moments later. अरे सर, कहाँबाट पानी गिरिरहेछ अरे? मुखमा मुख्छ। अन्धो मान्छेलाई हेर्छ, आजको दिनै खराब रहेछ। जहाँ पनि पिटाइ खाइरहेछ। अब यत्रो राति कहाँ सुतिरहेछ, मेरो के गल्ती? ओइ केटाहरू, कहाँ छ तिमीहरू? ओइ अपाङ्ग र गुङ्गु कहाँ छस्? म मुचिसकि आइज मलाई लिन। यो साला अन्धो कारण हामीलाई पर्सानी नै पर्छ। जाउँ त्यसलाई। मेरो आँखा दुख्न थालिसक्यो यार, मलाई लास निन्द्रा लागिरहेछ। जाउँ न घर। ओइ हामी कति टाढा आइसक्यो, नक्सामा हेर त। चुप छोड। हामी खजाना भन्दा धेरै टाढा छौँ, राति नै भइसक्यो, के गर्ने अब? जाउँ भोलि आउने। मेरो नि आँखा दुखिरहेछ यार, मलाई लास निन्द्रा लागिरहेछ। जाउँ न त घर। जाउँ।
तर अन्धो कहाँ गयो अब ओइ ओइ अन्धो ओइ